नमस्कार म रामचन्द्र अधिकारी म यही हाम्रो कागेश्वरी मनोहरा नौपा वडा नम्बर 8 मोडर्न आश्रित प्रतिष्ठानसँगै मेरो होइन धेरैचोटि आएँ पहिला अब सुरुमा देखि लिएर अहिले यो नगर अस्पताल भइसकेपछि यहाँको सुविधा एकदमै आकाश जमिनको फरक कागेश्वरी मनोहरा नगरपालिका भइसकेपछि यो मुलपानी नगर अस्पतालको पनि क्षमता बढेको छ। यहाँका डाक्टर साहबहरूको दक्षता पनि एकदमै उत्कृष्ट छ। सरसफाइदेखि लिएर यहाँको व्यवहार स्टाफहरूको शालीनता यहाँ आएर आधा रोग त त्यो व्यवहार ट्रिटमेन्ट त्यसले नै निको हुन्छ मान्छेको। त्यति मिठो त्यति सरल व्यवहार छ यहाँ। अब मान्छेलाई थाहा छैन धेरै सुविधा छ, ल्याब उत्कृष्ट ल्याब छ। अब त्यो पुरा होल बडी चेक गर्ने सुविधा छ। मैले त यो सुगर प्रेसर छ है मलाई, अनि कोलेस्ट्रोल पोस्टेटको सबै होल बडी त्यो सुविधा यहाँ छ। इमर्जेन्सी सेवा पनि छ। यहाँ आएर आफ्नो स्वास्थ्य लाभ लिनुहोला भनेर थाहा नहुने नगरवासीहरूलाई पनि निवेदन गर्छु यहाँ आएर आफ्नो स्वास्थ्य लाभ उत्कृष्ट छ। मेन कुरो सरसफाइ, बोलीचाली, व्यवहार, उपचार पनि एकदमै आनन्द। डाक्टर साहबले मलाई यो होल बडी लिपिड प्रोफाइलदेखि लिएर थाइराइड, सुगर सबै चेक गर्नलाई पनि 15 मिनट मसित सल्लाह त्यति टाइम लिएर त्यो त तुरन्त यो जगाउनु यो 2 मिनटमा सिद्धिन्थ्यो नि। त्यो पनि के भइरहेछ कसो भइरहेछ यहाँ यो विष्णुराज दवाडी डाक्टर साहबले एकदमै उहाँलाई देख्दा साथ मलाई नि अलिकति प्रेसर लो भयो थियो, नर्मल भयो। त्यति माया गर्ने के एकदमै राम्रो छ। बुवा हजुर नमस्कार। नमस्कार। हजुरको नाम के हो? तारजङ कार्की। हजुर कति नम्बर वडामा बस्नुहुन्छ? 8 नम्बर। 8 नम्बर। उमेर कति भयो हजुरको? म 72 वर्ष। अनि यो हस्पिटलमा के भएर आउनुभएको हजुर? स्यास्या भएर आएको। स्यास्या भएर आएको। अहिले कस्तो छ हजुरलाई? अहिले ठिकै छ। ठिकै छ। कति दिन भयो यहाँ? हिजो आएको। ए अनि यो अस्पतालबाट सेवा पहिलोपटक लिँदै हुनुहुन्छ कि पहिला पनि पहिला योभन्दा 1-2 महिना अगाडि नै आउनुभएको थियो? अनि पहिला अहिले कस्तो छ सेवाहरू? कस्तो लागिरहेछ यहाँको सेवाहरू? राम्रो छ। नमस्कार। हजुरको शुभ नाम? सीता नेपाल। सीता नेपाल। हजुर के भएर आउनु भएको यहाँ? मलाई ज्वरो हो नि, यो घाँटीमा टन्सिल बढेर आएको। कति दिन भयो अस्पताल आउनु भएको? अस्ति हिजो बिहान आएको। हिजो बिहान आउनु भएको। अहिले कस्तो छ हजुरलाई? अहिले अलिक ठिक छ। अनि यो अस्पतालको सेवा कस्तो लागिरहेछ? एकदम राम्रो छ। अनि यहाँको अस्पताल व्यवस्थापन, अस्पतालका नर्सहरू, डाक्टरहरू, कर्मचारीहरू एकदम ठिक छन्, राम्रो छन्। हो धेरै हस्पिटल बस्यो होइन, एकदम राम्रो लाग्यो। राम्रो लागेको छ। हजुरलाई यो अस्पतालको सेवा कस्तो लाग्यो? राम्रो असाध्यै राम्रो छ। कति राम्रो लागेको नि आफ्नो घरमा 9 दिन बसेर गएको हो नि यहाँ हस्पिटल। असाध्यै राम्रो छ। कति केयर गर्ने, कति उ गर्ने, यहाँ पहिला पनि यताउति यहाँ सफाई थोकी पहिला भर्खर नानीहरू कति राम्रो गर्ने। हामीलाई त सजिलो राम्रो लागेको छ। एकदम राम्रो लागेको छ। के भन्नुहुन्छ अस्पताललाई? म त एकदम राम्रो छ। सधैँभरि यसै होस्, बढ्दै जाओस्, राम्रो हुँदै जाओस्, यो भन्दा भइरहेको छ।